नमस्कार, मेरो नाम मतिराज भुषाल। मैले चाहिँ एउटा सानो भ्लग लिएर आएको छु, सबैजनाले हेरिदिनु होला। अब चाहिँ यो दुबईमा एकदमै गर्मी चल्न लाग्यो है। यहाँनिर चाहिँ राइडरहरूको एकदमै बाइकहरू लगाएको हुन्छ। अब चाहिँ गर्मीको माहौल एकदमै सुरु भइरहेको छ दुबईमा। अब बिस्तारै बढ्दैछ गर्मी। हिजो अस्ति भन्दा आज एकदम गर्मी हल्का चढिरहेको छ। सबैजनाले हेरिदिनु होला र गर्मीमा आफ्नो विदेशतिर हुनुहुन्छ, दुबईतिर हुनुहुन्छ भने आफ्नो केयर गर्नु होला भन्न चाहन्छु। यो चाहिँ दुबईमा काम गर्दा चाहिँ कन्स्ट्रक्सनमा लाइनमा काम गर्दा जतिसुकै गर्मी भए पनि हामी विदेशीमा आइसकेपछि काम गर्नै पर्छ ल। हेर्न सक्नुहुन्छ, तातो घाम भए पनि जे भए पनि काम चाहिँ एकदम गरिरहेको छ। र पहिलोचोटि हेर्दै हुनुहुन्छ भने विशाल मतिराज सर्च गरेर हेर्नु होला। म एउटा सानो भ्लग बनाउने गर्छु र कस्तो लाग्छ भिडियो हेरिसकेपछि प्रतिक्रिया दिनु होला भन्न चाहन्छु। खासै एकदमै ट्यालेन्ट भ्लगर त होइन, त्यही पनि अलिकति सिक्दैछु, केही प्रयास गर्दैछु। कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला भन्न चाहन्छु। यहाँनिर चाहिँ बिल्डिङहरूको कमी हुँदैन, यति ठुला बिल्डिङ हुन्छन् भन्ने कुरा त सीमा छैन। सायद यति ठुला बिल्डिङ अरू देशमा भएको भए बन्ने थिएनन् होला, किनभने यहाँनिर चाहिँ दुबईमा चाहिँ के छ भने भूकम्प चाहिँ आउँदो रहन्छ। त्यही भएर पनि बिल्डिङ एकदम ठुला ठुला बन्ने गर्छन्। यो रेजिडेन्सियल एरिया हो। यो एरिया देख्नु भएको थियो होला, तर दुबईमा चाहिँ यति क्लियर ठाउँ छ जहाँनिर चाहिँ ठुलो माटो केही हुँदैन। हाम्रो नेपालमा पनि बालेचाल यस्तै बनाउनु भएको छ, हेर्न सक्नुहुन्छ। एकदम राम्रो एरिया यो दुबई हो होइन। कहाँदेखि हेर्दै हुनुहुन्छ मलाई कमेन्ट गर्नु होला भन्न चाहन्छु। दुबईको सबै एरिया एक जस्तै हुन्छ भनेर चाहिँ भन्दैन, कुनै एरियामा फोहोर पनि हुन्छ, तर यो एरिया चाहिँ एकदम साफ छ। यो चाहिँ दुबईमा हुनुहुन्छ भने कुन एरिया हो चिन्नु होला, कमेन्ट गर्नु होला। हजुरहरू कहाँनिर हुनुहुन्छ हेर्न सक्नुहुन्छ। र पहिलोचोटि हेर्दै हुनुहुन्छ भने विशाल मतिराज सर्च गरेर हेर्नु होला भन्न चाहन्छु। भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला, ताकि आगामी दिनमा पनि मैले अरू पनि राम्रो बनाउने कोसिस गर्नेछु। तबसम्मको लागि अन्तिमसम्म मेरो भिडियो हेरिदिनु हुनेलाई धेरै धेरै धन्यवाद। र यस्तै फेरि अरू भिडियो पनि ल्याउनेछु, सबैजनाले हेरिदिनु होला भन्न चाहन्छु।